खाना खाइयो भर्खरै म त अघि नै नि लाइभ अहिले एकछिन जोइन भएर गएको थिएँ 1 घन्टा जति अब हामीसँग कति घन्टा बाँकी छ 4 घन्टा जति छ है ल 4 घन्टा बाँकी छ रे साथी हो के होला त केही हुँदैन भाइ अब अनि फेसबुकमा मान्छेले फेसबुकमा मेसेज गरेर यस्तो गरे मैले रिप्लाई दिनै सकिनँ हैन किन अनि सल्लाह गर्न पर्यो अब टाइम छैन अब भोटको लागि क्यूआर फेसबुकमा क्यूआर राख्नु न भन्छन् कहिले कहिले नराख्नु भन्छन् के गर्दा ठिक होला त फेसबुकमा क्यूआर राखेर अब अघि नै दिउँसै राखेर हुन्थ्यो बरु हैन हजुर अब के गर्नु 1 घन्टा राखेर हटाइदियो भने त 1 घन्टा राखेर हटाइदिन 4 घन्टा छ भने हजुर 1 घन्टा नि हैन आधी घन्टा 1 घन्टा राख्ने अनि त्यसपछि अनि 3 घन्टामा अनि त्यो उसले त 3 घन्टा भोट गर्न पुग्ला नि त यसो गर्नु ओके छ त ल है मैले आधी घन्टाको लागि राखम आधी घन्टालाई राख्ने खल्तीको के राख्न पर्दैन खल्तीको खल्तीको ओके दादा मलाई यहाँ मान्छेहरुले फेरि बोल अनि त्यसपछि अनि त्यो अब 12 बजीसम्म त हाल्नु पर्यो के अरे भाइ हजुर हजुर लौ कसरी हेल्प गर्न सकिन्छ अरे फोन नगर्नु होला के मलाई प्लिज म बिजी छु क्या उसमा राख्देऊ न त्यो के भन्छ अरे फ्लाइट मोडमा राखेर चाहिँ बस्दा हुन्छ नि त यहाँ फेरि नेट नचलेर भयो अनि उसबाट चलाइराखो कि डाटाबाट हो यो नेटै नचल्ने होटलमा राखिदियो कि के भयो कि हामी विदेशमा भएको रे ल केही छैन सबैले चाहिँ अब प्रोग्राममा नगई बसिरहेको छु म यहाँ अझैसम्म सबैजनाले के भन्छ अरे हिमाल सुनाएर कि फेसबुकमा हेर्नुहोस् त एकचोटि क्युआर हालेको छ त्यही हालिदिनु अनि उसले चाहिँ भोट गर्छ 1 मिनेट रुक्नु त यतिकै बस्नु 1 मिनेट है ल अब क्युआर चाहिँ उसमा हाल्छ है के भन्छ अरे क्युआर उसले फेसबुकमा राख्छ अनि त्यही भएर त यो लाइभ गरे नि हराम छ क्या फटास यस्तो तेल के भन्ने हिमालको क्युआर आउँछ एकछिन है उसले चाहिँ भोलि पोखरा ल है मैले भर्खर अब राख्नलाई रेडी छु कि तर धेरै नै आधी घन्टा नि दाइ आधी घन्टा मात्रै सबैजनाले चाहिँ हिमालको फेसबुकमा छ है क्युआर हेर्नुहोस् त हामी आधी घन्टा अनि त्यसपछि आधी घन्टा भनेपछि 8:30 9 बजे 9 बजेर 12 बजेसम्म त्यसपछि भोट बुटुटु हजुर यो के भन्छ अरे रिक्वेस्ट आएर हैरान भयो भने यार उस गर एक्सेप्ट गर त ल डड्याम डुडुम पारौँ पेजमा नि गएर सबैले लाइक कमेन्ट गर्नु होला है त्यो भयो दाइ सबसे नमजा के त्यही मलाई टेन्सन त्यही कुरामा भइरहेछ के किन अब लाइकै गर्दैनन् मान्छेहरूले गर्छन् एनएसजेएफ है एनएसजेएफ पल्सरको स्पोर्ट्स अवार्डको चाहिँ के मैले त राख्दिए है ल सल्लाहले राखेको है सल्लाहले आधी घन्टा भनेपछि ठ्याक्कै 8:23 भयो भनेपछि हामीले कतिमा फाल्न पर्छ 8:53 मा फालौँला 8:53 मा ल ओके भर्खरै आयो है ल थ्याङ्क यू आयो तेरो सर बाटो खाली गरेर बाहिर जो थ्याङ्क यू है सबैजनाले चाहिँ एनएसजेएफ पल्सर स्पोर्ट अवार्डको चाहिँ पेजमा गएर सबैजनाले लाइक र कमेन्ट अनि उस गर्नुहोस् त त्यहाँ गएर सबैजनाले अब हामी टाइम छैन 12 बजीसम्म मात्रै हो आज 12 बजीसम्म मात्रै हो दिउँसो निद्रै लाग्दैन है आज निद्रै लाग्दैन मलाई
तिमीलाई लाग्छ टेन्सन छ नि टेन्सन फेरि सबजनाले यस्तरी भोट गर्दा नि हारेको नि भन्यो भने त अनि यहाँ त अनि हारिहाल्यो भने त्यस्तो नि आउँछ जित्यो भने फेरि ठिक हुन्थ्यो के अरे होइन यस्तो हो हार्न त हार्दैन क्युआर चाहिँ हिमाल सुनारीको चाहिँ फेसबुक पेजमा गएर हेर्नुहोस् त फेसबुक पेजमा हिमाल सुनारीले क्युआर राखेछ फेरि 30 मिनटको लागि एनएसजेएफ पल्सर स्पोर्ट अवार्डको चाहिँ त्यहाँ फेरि त्यहाँ पेजमा जाने अनि हिमाल सुनारीलाई मात्रै हो फेरि लाइक गर्ने अरूलाई पनि गर्नु होला र फेरि भ्यालु हुन्न नि तैँले अघि देखाएको हैछ नि त यसले यहाँ मलाई भनिसक्यो अनि ई सेवा